आर्जिता सत्त्वस्य स्वयमेव मृगेन्दता। यहाँ राजाको पेच कसैले कसैलाई लाउँदैन। हरेक कुराको लागि सङ्घर्ष नै गर्नुपर्छ। हेर्ने हो भने सङ्घर्ष हाम्रो जीवनको आधार हो। यो संसारमा जन्म लिएपछि हरेक सूक्ष्मदेखि सूक्ष्म किरादेखि मानिससम्म हरेक प्राणीले सङ्घर्ष नै गर्नुपर्छ। ताली बजाउनु हुँदैन कि ताली बजाउनु यसमा ताली बजाउनु हुँदैन कि ओहो के भयो ओहो छोड साथी यो मैले तँलाई भनेको होइन मेरो बुवालाई पनि पहिले यस्तै नै भएको थियो उहाँले एन्टिबायोटिक खानुभयो त पनि एन्टिबायोटिक खाएर हेर न भोलिसम्म माथि यस्तो गरेर मुख घुक्राएर बसिरहन्छस् डक्टरले त भनिहाल्छ नि तैँले सुनुन्जेल भन्छ सुनाउन पाउन्जेल भन्छ बिरामी त आफै होस् तर त्यसै आफै गर न बरु तँ एउटा खाएर नै हेर आखिर बुवा मुग्रे गइसक्यो अरे कता पो गयो
शाबाश मेरा योद्धाहरू, आज त मैले के गर्नुभयो भने तिमीहरूले लडाईँको युक्ति राम्रोसँग सिकेछ। अब जाऊ, यो लडाईँको फोहोर सफा गर र आफ्नो ठाउँमा गएर फर्क। That makes them no longer response to the medicine used to kill them, which leads to treatment failure. तपाईको शरीरमा एउटा वार चलिरहेको छ। एक साइडबाट दुष्ट ब्याक्टेरियाहरू आइरहेको छ र अर्को साइडबाट हाम्रो वीर मित्र सेना ब्याक्टेरियाहरू ती ब्याक्टेरियाहरूसँग लड्न सीमामा काँडेदार जसरी उभिएको छ। जब तपाईँ बिमार पर्नुहुन्छ, हाम्रो वीर मित्र सेना ब्याक्टेरियाहरूले ती दुष्ट ब्याक्टेरियाहरूलाई रोक्न नसकेपछि तपाईँलाई बिरामी पर्नुहुन्छ। त्यसपछि जब ती दुष्ट ब्याक्टेरियाहरू तपाईँको शरीरभित्र छिर्छमा जोडिसकेपछि त्यसपछि कहिलेकाहीँ त हाम्रो शरीर आफैले पनि ती दुष्ट ब्याक्टेरियाहरूसँग लड्छ। कहिले मार्न सक्छ त कहिले सक्दैन। तर जब तपाईँले नचाहिएको बेला एन्टिबायोटिक्स खाइदिनुहुन्छ, केही समयको लागि त ती दुष्ट ब्याक्टेरियाहरूलाई एन्टिबायोटिक्सको शक्तिले मार्दिन सक्छ।
तर तपाईँले डाक्टरको सल्लाह बिना बारम्बार नचाहिएको बेला त्यही एन्टिबायोटिक खाइरहनु भयो भने नि के हुन्छ थाहा छ तपाईँलाई? त्यसपछि यो युद्धले अझै विकराल वर्षौंदेखि लड्दै मर्दै र फेरि बढ्दै आएका योद्धा हो। कुनै मन्त्रीले दिएको आदेश होइन लड्न हाम्रो लागि। लडाई बाहेक कुनै उपाय नै नभएर हो। साथीहरू तयार हो? आक्रमण! आफ्नै राज्यमा हामी बाहिरीहरूसँग बोल्दा बोल्दै आफ्नै कुर्सीबाट लड्न आइस। बारम्बार एउटै तरिकाले प्रहार गरिरहेका छन्। ऊर्जामा जोस त बढ्दैछ, तर कौशलतामा केही फरक छैन।
फाइदा उठाऊ तर नयाँ तरिकाले प्रहार गर हेर तेरो कपुलीको हालत एउटा बाहिरसम्म परास्त भइरहेछ एउटा कामको लागि सम्झिएको थियो त्यो पनि पुरा गर्न सकेन मात्र युद्ध जितिने भए हाम्रो शरीर र साहस दुवै त्यही द्वारमा सही भइसक्यो तिनीहरूको प्रहारलाई हेर राम्रोसँग निहाल यसलाई र सही समय हेरेर एउटा यस्तो प्रहार गर तिनको एक साथ पनि नबसोस् सही समय को बाँच्नका लागि लड्छौँ ठाउँमै फर्कायो तर यिनीहरूको त जन्म नै हामी जस्तासँग लड्नका लागि भएको हो हरेक साल विश्व स्वास्थ्य संगठनको रिपोर्ट अनुसार हरेक साल विश्वभर करिब 12 लाख जनाभन्दा बढी मानिसहरू एएमआरको कारणले नै मृत्युवरण गर्न परिरहेको छ।
दबाई नभएर होइन, दबाईको गलत प्रयोगले गर्दा यो भएको हो। नेपालमा हेर्ने हो भने 2019 को रिपोर्ट हेर्ने हो भने नेपालमा पनि वर्षेनी करिब 5,000 भन्दा बढीजना मानिसहरूले एएमआर को कारणले गर्दा नै ज्यान गुमाउनु परेको छ। अब सचेत हुने बेला अवश्य आएको छ।